साथीहरु हजुरहरूले चाहिँ कर्कलाको तरकारी मात्र पकाएर खानुभएको छ होला। आज म हजुरलाई देखाउँछु पकौडा बनाएर। पहिलाको जमानामा कर्कलो धेरै खाने होइन, मलाई धेरै नपकाउनु भनेर भन्थे है, सुँगुरलाई लगेर दिने हो, कर्कलो मूल हाल्टामा हाल्ने हो भन्थे गाउँतिर। अहिले यो कर्कलो कति इलाज औषधि भएको छ। मैले अघि है गुगल सर्च गरेर हेरेको, कर्कलो एकदमै राम्रो भिटामिन सी प्रशस्त एकदमै फाइदा गर्ने भन्ने थाहा पाएँ क्या मैले। अनि तरकारी मात्र खानुभन्दा किन कहिले काहीँ पकौडा पनि बनाऊँ न त भन्ने सोचेको है। एकदमै मिठो बेसनलाई मजाले मैले सबै नुन बेसार मसला हालेँ है, पिरो अमिरो टक्क सबै हालेर अनि कर्कलो एक एक गर्दै सबै माथिपट्टि लाएर बिस्तारै पट्टाएर चाहिँ मैले त्यसलाई सट्टा आदि बनाएर काटेँ। यसलाई वास्तवमा हाल्ने त मोमोको भाँडामा हो। अनि मोमोको भाँडा पल्लो गरेर दिदीले लग्नु भएको भएर चाहिँ मैले यसरी ट्राई गरौँ न त कस्तो हुँदो रहेछ भनेको। एकदमै गजब हुँदो रहेछ साथीहरू। हजुरहरूले घरमा भाँडाहरू छैन भने पनि बफाउन सक्नुहुन्छ यसरी कराईमा पनि। अनि त्यसपछि थोरै ओइल राखेँ, अनि ओइल राखेर त्यसलाई सर्लक्क पिस पिस बनाएर काट्ने, अनि काटेर अनि धेरै फुराउन पनि पर्दैन। थोरै तेल राखेर अथवा चिल्लो फ्राई पनि नयाँ छ भने त अझ ओइलै नराखेर बनाउन पनि सक्नुहुन्छ हजुरहरूले। अनि हेल्दी एकदमै फाइदाजनक तरिकाले भन्दैछु है साथीहरू, बनाएर खानु होला। यो चाहिँ बिर्सिन नहुने कुरा हो, एकदमै मिठो हुन्छ। अनि एक एक गर्दै एकछिनमा पाक्छ पनि, पहिले अलरेडी बाफेर पाकिसकेको हुन्छ। एक एक गर्दै निकाल्ने, अनि त्यसलाई लास्टमा धेरै पकाउन नि पर्दैन। त्यसलाई लगभग 2-3 मिनट पकाउन सक्नुहुन्छ हजुरहरूले। चिल्लो फ्राई पिन छ भने अझ सर्लक्क निक्लिन्थ्यो। अनि त्यसलाई निकालिसकेपछि एक एकवटा गर्दै निकाल्नु होला। र निकालिसकेपछि त्यसलाई तेल राखेर माथिबाट सारा डेकोरेसन गर्न सक्नुहुन्छ हजुरहरूले। एकदमै मिठो हुन्छ। अवश्य यो चाहिँ बनाएर खानु होला है साथीहरू, नछुटाइकन। थ्याङ्क यू।